हामी चाहिँ आज पिकनिक आइरहेको छौँ होइन यहरू पिकनिक आइरहेको छौँ हामी यो गौशालामा होइन स्टेरियन भाइ छ सबैजना पछाडि हिँड्दै हुनुहुन्छ अगाडि भन्नु हेलो आमा चाहिँ घिसार्दै हिँड्दै हुन्छ यहाँनिर सामान जना हिँड्दै हुन्छ हेलो आमाहरू चाहिँ ठाउँ खोज्दै हुन्छ हामी चाहिँ यहाँनिर यहाँ एउटा पुल रहेछ अनि त्यहाँ पुलमा हामी जाँदैछौँ को हो यो मान्छे हामी चाहिँ ठाउँ खोज्दैछौँ यता यता यहाँनिर चाहिँ कात्यायनीको मन्दिर अगाडि हामी यसरी खाना खान आँटेको छौँ अब केही हुँदैन होला मिलाउँदै हुनुहुन्छ यता चाहिँ आज यस्तो रमाइलो छ यहाँ एउटा मन्दिर छ होइन यस्तै छ हामीले चाहिँ गाईहरूलाई पनि यसरी खाना ल्याइरहेको छौँ अब हामी गाईहरूलाई दिन जाँदैछौँ को हो यो मान्छे आमाहरूले चाहिँ बोकिरहनु भएको छ अब गाईहरू चाहिँ उहाँनिर छ हामी सबै त्यहाँनिर दिन जाँदैछौँ यही हो आमा गाई बस्तुहरूलाई हामी यो कोला दिन हाटेको गाईलाई पहिले गाईलाई कोला दिन्छौँ हामी पिकनिक खान्छौँ फोटो खिचेर अब हामी गाईलाई पनि खानेकुरा दिन आँटेको कोला ल्याएको छौँ अब हामी त्यही दिन्छौँ होइन आमु कस्तो भइरहेछ अनि यो कोला चाहिँ हामीले आफ्नै हाम्रो आमाहरूको दोकानबाट ल्याएको हो फ्रुट सेन्टर इटहरी 8 राधाकृष्ण मन्दिर छेउबाट हजुर गाईहरू चाहिँ यहाँ छ अब हामी यसलाई यिनीहरूलाई खाना दिने भाग लाउने बाँड्दैछौँ हामीलाई चाहिँ यति भागमा पर्यो हामी यहाँ बाँड्न जाँदैछौँ अब ए सबैजना आफू आफू दिँदै हुनुहुन्छ उता चाहिँ यहाँनिर यी सबैजनाले खुवाउँदै हुनुहुन्छ उता आमाहरू हस् म बनाइरहेको छु ला के थियो केही हुँदैन यो दुने गाई हो यहाँ चाहिँ एउटा गाईलाई खान पुगेन अनि आमा चाहिँ पर गएर खुवाउँदै हुनुहुन्छ म चाहिँ मामा र खालहरूसँग पिकनिक गएको थिएँ अनि हाम्रो सबिता आमाले चाहिँ इजरायलबाट हामी सबैलाई फक्स कम्पनीको लुगा ल्याइदिनु भएको थियो र आमाको इच्छा चाहिँ के थियो भने यो लाएर हामी सबैजना पिकनिक जाने भन्ने थियो बल्ल बल्ल आमाको इच्छा पनि पुरा भयो खानेकुराहरू खान लागेको कस्तो ब्राइट आएको भाग लगाउँदै हुन्छ आमाहरूले यता आमाहरू सबैजना चटपटी अचार रेडी भइसक्यो अनि उता चाहिँ चटपटी भन्दैछ यहाँ चाहिँ रेडी भइसक्यो साथीहरू अनि यहाँ चाहिँ हामी अहिले खाँदैछौँ अब हामी एकछिन खाएर हजुरहरूसँग भेट्छौँ है त हामी तिनजना चाहिँ यहाँ खोला आएर खोलामा ढुङ्गा फ्याँक्दैछौँ हेर्न सक्नुहुन्छ हामीलाई फुच्चुहरू बनाउनु